उता आन्टी सिधा होइन त आन्टी होइन यता सिधा होइन त यता होइन मलाई बाटो थाहा छैन भन्नु ल ए हजुर पानी पर्न लाग्यो क्या पानी आउन लाग्यो बनाउँदा जस्तो छ सिधै आन्टी ठिक छ तपाईँको भयो बाटो माथि कि तल आन्टी मिलनचोक हो मलाई त थाहा भएन क्या म उता बस्छु क्या आन्टी भक्तपुर हजुर हजुर म राई हो म साम्पाङ राई हो साम्पाङ राई ए तपाईँ चाहिँ कुन राई हो आन्टी तपाईँ पनि राई हो कृष्ण राई भन्छ हाम्रो ज्वाइँलाई कृष्ण राईको यहाँ साम्पाङ चोकमै घर छ यहाँ तल मेरो नानीको आमाको न्युजमा हेर्नु होला नि प्रकाश तामाङलाई जग्गा साम्पाङमा दान गरेको तपाईँहरू कता हो आन्टी साम्पाङ पनि म पुगिरहेको छु उहाँ कता गाउनु भयो आन्टी साम्पाङ भनेको चाहिँ राम्रो ठाउँ हो शङ्कर सभा वादीपट्टि ए तपाईँको चाहिँ कहाँ मेरो त खोटाङ हो खोटाङ हाम्रो भोजपुर कुन ठाउँ तपाईँको हाम्रो सदरमुखदेखि पारिपट्टि कटुङले भन्छन् छ पारी उहिले हाम्रो भोजपुर र खोटाङ एउटै थियो अरे के बाटो एउटा हो नि त हाम्रो बाँधेको पालामा ओखल ढुङ्गा खोटाङ भोजपुर एउटा थियो अरे भन्नुहुन्थ्यो मैले पनि सुनेको सुन्नु त यहीँ नै छोडिदिनु यसलाई भन्छन् शिवाचो ए कता नजिकै हो अब यतै हो अब नजिकै छ हिँड्दै जान्छु बाबा अब धेरै हजुरलाई पैसा दिन्छु पानी पनि रोयो ए हजुर पानी त नपर्ला जस्तो कि ठुलो पर्ला जस्तो थियो आन्टी काम हजुरलाई पुगोस् लिनु बाबा हुन्छ यति दियो है नाति हुन्छ हुन्छ अब के गर्नु हामी पनि यस्तै काम गर्ने मान्छे नभए त म फेरि ल्याइदिन्थेँ आन्टीलाई हजुर हजुर ठिकै छ बाबा ल
हुन्छ हजुरले चिताएको पुगोस् है नाति हस् हुन्छ धन्यवाद आन्टी गायक पनि हुनुहुँदो रहेछ ल ठिक खै छ त होइन हस् हुन्छ ए हुन्छ बाई बाई हुन्छ आन्टी धन्यवाद म गायक जस्तो छु र बाँसुरी देखेर बजाउँदा गाँसी हानेको गायक पनि रहेछ